प्रश्न भारतमा निर्मित पहिलो नेपाली चलचित्र कुन हो? ए. आमा, बी. सत्य हरिचंद, सी. कुमारी, डी. माइतीघर। यसको उत्तर रहेछ बी. सत्य हरिचंद। प्रश्न नेपालको पहिलो रंगीन चलचित्र कुन हो? ए. सत्य हरिचंद, बी. कुमारी, सी. आमा, डी. माइतीघर। यसको एन्सर रहेछ बी. कुमारी। निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र कुन हो? आमा, बी. कुमारी, सी. माइतीघर, डी. बादलपारी। यसको एन्सर रहेछ सी. माइतीघर। प्रश्न इन्टरनेटमा राखिएको नेपालको पहिलो चलचित्र कुन हो? ए. आमा, बी. जुनतारा, सी. बादलपारी, डी. कस्तुरी। यसको एन्सर रहेछ डी. कस्तुरी। प्रश्न समुद्र पारी छायाङ्कन गरिएको पहिलो नेपाली चलचित्र कुन हो? क. बादलपारी, ख. जुनतारा, ग. कस्तुरी, घ. माइतीघर। यसको उत्तर रहेछ ग. कस्तुरी। प्रश्न नेपाली भाषाको पहिलो चलचित्र कुन हो? क. राङ्को, ख. कागबेनी, ग. उनी, घ. सिलु। यसको उत्तर रहेछ घ. सिलु। प्रश्न धिमाल भाषाको पहिलो चलचित्र कुन हो? क. सिलु, ख. जुनतारा, ग. उनी, घ. गैथली। यसको उत्तर रहेछ ग. उनी। प्रश्न नेपालको पहिलो गीती चलचित्र कुन हो? क. गैथली, ख. जुनतारा, ग. उनी, घ. सिलु। यसको उत्तर रहेछ क. गैथली। प्रश्न राष्ट्रिय चलचित्र दिवस कहिले मनाइन्छ? क. मङ्सिर 1 गते, ख. कार्तिक 1 गते, ग. असोज 1 गते, घ. असार 1 गते। यसको उत्तर रहेछ ग. असोज 1 गते। भिडियोलाई लाइक, शेयर and subscribe my channel. Thank you for watching.